हाम्रो चाहिँ जसोतसो गरेर पनि धानसँग पनि काटिसक्यो अनि काटेर पनि ल्याएको थियौँ, त्यो पनि दाएर पनि सक्यो। अनि आज चाहिँ हामीले त्यही दाको पराल चाहिँ जताकतै लथालिङ्ग भएको थियो अनि त्यो चाहिँ हामीले चाहिँ राख्न थालेछौँ। अनि हामीले लगभग बिहानभर चाहिँ आधातिर राख्छौँ अनि त्यो राखिसकेपछि खानासाना खान्छौँ। अनि खाना खाएर पछि फेरि हामी चाहिँ यता करेला बारीतिर जाँदाखेरि चाहिँ मम्मीले चाहिँ त्यहाँ हल्का झार जागेको चाहिँ त्यो चाहिँ फाल्दै हुनुहुन्थ्यो। अनि म चाहिँ त्यसमा आएर फेरि म चाहिँ अनि भर्मी कम्पोस्टको त्यो गनुलाको मल चाहिँ हल्का हल्का करेलाको बोटमा यताउता गरेर हालिदिन्छु। अनि त्यो हालिसकेपछि फेरि हामीले चाहिँ अरू फेरि भर्मी कम्पोस्टको लागि खोर चाहिँ अरू बनाउनु पर्ने थियो। अनि हामी चाहिँ त्यो भर्मी कम्पोस्ट चाहिँ बनाउन थाल्छौँ। अनि थालिसकेपछि जो हल्का हल्का बनाइरहेको हुन्छौँ। अनि हल्का हल्का अनि बनाइसकेपछि लगभग हामीले चाहिँ लगभग 3-4 घन्टा पछि यो चाहिँ एका साइडको वाल चाहिँ उठाइसक्छौँ। अनि त्यो उठाइसकेपछि फेरि हामीले चाहिँ अनि हामीसँग चाहिँ अरू एक्स्ट्रा बालुवा नभएर चाहिँ हामी चाहिँ छानेको मात्र बालुवा भएर हामी चाहिँ त्यो लगाएकोमा फेरि हामी चाहिँ भित्तामा चाहिँ वालमा चाहिँ फेरि मसिनो बालुवाले प्रस्तर गर्न थाल्छौँ। अनि हामी चाहिँ अनि किनकि रातभरि पनि गराउनु पर्ने थियो, आज जसरी पनि एका साइडको गराउनु पर्ने थियो र भन्ने थियो। हामी चाहिँ लगभग एका साइडको चाहिँ लगभग लाइट साइड बाल्दै गराउन सक्छौँ। र अनि फेरि अलिकता नपुगेको कारणले हामी चाहिँ फेरि अलिकता बनाएर जसो गराएर चाहिँ आज चाहिँ हामीले सक्छौँ।